अप्रिलदेखि मेको बीचमा भएको नेपाली न्याटीको एक्जाममा हाम्रो 35 जना स्टुडेन्टहरू एक्जाम पास गरेर पीआरको लागि 5 पोइन्ट्स क्लेम गर्न सक्सेसफुल हुनुभएको छ। यहाँ स्क्रिनमा देख्न सक्नुहुन्छ सबैजनाको नाम। धेरै धेरै बधाई छ सबैजनाले मेरो तर्फबाट। यो रिजल्ट चाहिँ भर्खरै आएको चाहिँ होइन, यो 1-2 महिनादेखि अगाडि पुरानोदेखि हिजो अस्तिसम्मको रिजल्ट चाहिँ मैले पोस्ट गर्दैछु। सबैभन्दा राइट साइडको रिजल्ट चाहिँ हाम्रो जुनको 10 तारिकमा दिएको एक्जामको स्टुडेन्टहरूको हो। 9 जना जति पास हुनुभएको थियो, अझै पनि कतिको रिजल्ट आउनु बाँकी छ। जुनको 17 तारिकको एक्जामको रिजल्ट चाहिँ कसैको आएको छैन अहिलेसम्म। होपफुली अबको 1-2 हप्तामा चाहिँ हामीले त्यसको रिजल्ट देख्न सक्छौँ। तपाईहरुको पनि अब एक्जाम आउँदैछ, जुलाई और अगस्तमा छ भने हाम्रो नयाँ क्लास जोइन गर्न सक्नुहुन्छ। हाम्रो नयाँ क्लास जुन 24 ट्युसडेदेखि स्टार्ट हुँदैछ। फेरि पनि जुलाईमा तपाईको एक्जाम छ भने तपाईले क्लास लिइहाल्नुपर्छ। इभन अगस्तको लागि पनि तपाईले 8 जुन 25 को सेसन ब्याच जोइन गरेको राम्रो। क्लास जोइन गर्नको लागि यहाँ स्क्रिनमा राखिएको नम्बरमा मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट nepalinaty.com मा गएर कोर्सको इन्फर्मेसन पनि लिन सक्नुहुन्छ। कोर्सको इन्फर्मेसन, फीहरू, टाइम टेबल के कति छ भन्ने सबै इन्फर्मेसन भएको एउटा लिंक म यही भिडियोको कमेन्टमा पनि राखिदिनेछु, त्यहाँ गएर हेर्न सक्नुहुन्छ। इनरोलमेन्ट आफै अनलाइन पनि कम्प्लिट गर्न सक्नुहुन्छ। थ्यांक यू।